Before starting the vlog, I was just thinking of uploading the left out clip from day 3, where we were in Kalpokhari. I was sleeping the whole morning, so my friend did my job, Aditya Rai. So here we go. गुड मर्निङ गाइज अहिले चाहिँ हामी आश्रय सुतिरहेको छ सो आश्रयको ठाउँको भ्लगिङ चाहिँ म गरिदिँदैछु म ललित र आशिष मात्रै सनराइज हेर्न आएको छ इट्स अ भेरी ब्युटिफुल सनराइज वी आर लकी कि हामीले सनराइज हेर्नु पायो बिकज वेदर एकदमै नराम्रो थियो फर फ्यु डेज आज चाहिँ वेदर एकदम क्लियर भइरहेको छ ललित इज हियर लेट्स से हाई टु द क्यामेरा हेलो भेरी ब्युटिफुल सनराइज मजा आयो यता सन्दकपू यहाँबाट देख्दो रहेछ 5-6 किलोमिटर्स आज हामी यतातर्फ लाग्ने यता हाम्रो आशिष छ आशिषको चाहिँ हि वान्टेड टु कम इन द मर्निङ सो आशिषको मोटिभेसनले पनि म पनि आउनु मन लाग्यो प्रेजेन्ट छ इट्स अ गुड थिङ अब आशिषले भिडियो हाल्छ हाल्दैन हेरौँ न जस्ट मेकिङ इट चाहिँ अब हामी अहिले चाहिँ वी आर गोइङ टु द के पोखरी अरे कालपोखरी त्यहाँनिर चाहिँ आप्पाको सुटिङ पनि भएको छ अनि इट्स अ भेरी टक अबाउट द्याट पोखरी कालपोखरी चाहिँ सानै छ कम्पेयर टु अदर पोखरी तर त्यहाँ चाहिँ के हुन्छ अरे भन्दाखेरि चाहिँ पत्ताहरू झरिसक्दा चराहरूले चाहिँ त्यो पत्ता टिपेर लान्छ अरे सो द्याट पोखरी रिमेन्स क्लिन त्यस्तो खालके छ रहेछ स्टोरी अन्त त्यो त्यसको सोर्स पनि छैन समथिङ नो इट डजन्ट हेभ अ सोर्स एन्ड पोखरी कहिले सुक्दैन पनि अरे द्याट्स द थिङ इट्स भेरी ब्युटिफुल यो ट्रिपमा चाहिँ मेन थिङ लाइक वी वर डिस्कसिङ कि सबै कुरो भयो रेन पनि देख्यो स्नो पनि देख्यो आउँदा आउँदै यस असिनाले पनि भेट्यो अन्त अब आजको दिनमा यस्तो क्लियर वेदर पनि भयो 4टा माउन्टेन रेन्ज पनि अब हामीले हेर्नु मजाले पाउने रहेछ आज सन्दकपूबाट Good morning. अहिले बिहानको 5:30 बजे. So as you can see, सनराइज हुन स्टार्ट भइसकेको छ. हाम्रो कञ्चनजङ्घामा घामको ताप लागिसकेको छ. सो जानुपर्ने चाहिँ त्यो डाँडा पुगेर चाहिँ राम्रो देखिन्छ भन्दैछ. आजको दिन चाहिँ एकदम मजाले खुलेको छ. As you can see, सनराइज हेर्नु आइपुगिसकेको छ. नदेखाऊ बिहान त छैन गुड मर्निङ घाम यता सगरमाथा देख्न सक्नुहुन्छ यता हेर्नुभयो भने यसले फिल गर्नु यता सगरमाथा देख्न सक्नुहुन्छ अलिकति अगाडि अब यता फर्किनु भयो भने चाहिँ हाम्रो कञ्चनजङ्घा बादलमा ढाकिनु भएको छ. अब साह्रै राम्रोसँगले चाहिँ हेर्नु पाएन तर अलिअलि भए पनि हेर्नु पायो अहिले चाहिँ साह्रै गइसक्यो तर एभरेज पनि देख्यो अलिकति सन्दकपूको टप रेन्ज ठिकठाकै देख्यो इट्स गुड आउँदा आउँदै झन् अलिकति यतापट्टि कञ्चनजङ्घा थियो है अन्त यतापट्टि एभरेस्टको टुप्पो हालिरही देख्नु भयो अब यता पर्नुभयो त उता अरे मैले ढाँटेको होइन ल उता अरे अन्त घामसँग फोटो खिच्यो अर्को घाम चाहिँ अस्ता देखेको छैन कि धुम्मै भएर तर जुन चाहिँ यहाँ छ हो बिहानै लागेको छ. म चाहिँ अलिक छिटो आइपुगेँ होइन केटाहरूसँग बिसाउँदै भन् मैले चाहिँ सबै देख्नु पाएँ सनराइज एभरेस्ट कञ्चनजङ्घा सब देखेँ. भेरी लक्की. हामीले चाहिँ देख्नु पायो सबै प्राय देख्नु पायो के पायो भन्नु अन्त. स्लिपिङ बुद्धको भ्यू पनि देख्नु पायो स्लाइटली यता एभरेस्ट पनि देख्यो मकाले र लोटसे चाहिँ देखेको छैन अहिलेसम्म हामीले फालुटमा हामीले उयो क्लाउड पनि देख्यो हामीले उता ल वान अफ द फर्स्ट अराइभ आई फिल भेरी लकी हामीले चाहिँ टक्कै कञ्चनजङ्घामा सनलाइट रिफ्लेक्ट भएको पनि देख्नु पायो अन्त यता एभरेस्ट पनि अलिअलि देख्यो खोलिनु पनि हुँदैछ सगरमाथा सनराइज पनि देख्यो एकदमै सटलम्यान आजको मुभ फालुट फाइनली फालुट मजा आउँछ के भन्नु केही छैन आजको लागि सन्देश नि अलिक ढिलो भयो तपाईँहरू हो भोलि चाहिँ अलिक छिटो उठ्नुपर्छ फालुटमा चाहिँ 5 बजी उठेर चाहिँ हामी माथि टपमा जानुपर्छ 1 किलोमिटर उकालो हिँड्नुपर्छ हामी भोलि त्यसले गर्दा चाहिँ सन्देशहरू पनि मजाले देख्नुहुन्छ. आजको ट्रेक चाहिँ सबसे लामो आज अलि लामो 19 किलोमिटर
तपाईँको भोलि फालुटदेखि फेरि भर्याङ चाहिँ तपाईँको 20 किलोमिटर पर्छ तपाईँको। यहाँबाट 8 बजी चाहिँ हामी आजको फालुट गन्तव्यपट्टि प्रस्थान गर्ने। नेपाली वर्ड्सहरू पनि आउँछ कोही बेला खत्रै खतरा नेपाली वर्ड्सहरू पनि आउँछ कोही बेला खत्रै खतरा माउन्टेन रेन्जमा छ नि नेपाली हो त आल आइपुगेको थियो भने यहाँ नानाहरूले एकदम मिठो मिठो याकको मासु रोटी माम पकाएर खुवाउनु भयो। यहाँ तपाईँहरूले नि सौदाहरू ल्याउनु हुँदाखेरि कस्तो पाराले ल्याउनुहुन्छ? माने भन्ज्याङबाट यो चाहिँ नेपालै पर्यो। नेपालबाट आउँदा चाहिँ धेरै ल्याउँछौँ कि माने भन्ज्याङबाट चाहिँ 1-2 किलो। तपाईँहरूको मेन बजार चाहिँ माने भन्ज्याङ कि त इलाम? दुईटा रह्यो। ज्यादातर इलामै हुन्छ हाम्रो। यहाँ तपाईँको खेतीपाती चाहिँ के हुँदैन नि? अलिअलि हुन्छ अनि यसो जङ्गलको दबाईहरू हुन्छ त्यति नै। यहाँ यता यासकुममा पाउनु सक्छ? चान्सेस कतिको? यो अलिकति यहाँभन्दा 1 घन्टा माथि 2 घन्टा अथवा यो माथि चिवातिर चाहिँ पाइन्छ। चिवा भन्ज्याङ यहाँ चाहिँ एकदम सी ग्रेडको मात्रै पाइन्छ। लो ग्रेडको मात्रै। जङ्गली जनावरको खतरा चाहिँ कतिको छ? त्यस्तो त छैन किनभने यहाँ पाइने साधारण रेड पन्डाहरू पाइने हो होइन। अर्को भनेको त्यो भालुहरू अनि अर्को भनेको के भन्छ त्यो पाङ्ग्रे बाघहरू। तर त्यो अब उसको आफ्नै जैविक मार्गहरू छ। अब उसको बाटोमा परेपछि त अब अलिकति केही न त हुन्छ होइन। तर वस्तुभावले गर्दाखेरि उनीहरू भुलिएको छ। अहिलेसम्म त्यस्तो केही सुनिएको छैन भनौँ न। झन्डै हामी यहाँ बसेको अब 40औँ वर्ष भइसक्यो। त्यस्तो अहिलेसम्म त्यस्तो रेकर्ड मान्छे नै खाएको रेकर्ड चाहिँ छैन। अब चाहिँ हामी हिजो बसेको ठाउँ आलबाट हामी निस्किँदैछौँ। वी आर हेडिङ टुवर्ड्स फालुट र आजको ट्रेक चाहिँ हाम्रो 19 किलोमिटर्सको रहेको छ। सो आफ्टर 13 किलोमिटर्स विल बी ह्याभिङ अवर लन्च। अन्त यहाँ सबैजना निस्किँदैछ आजको ट्रेक आरम्भ गर्नको लागि। सो वाट डु यु हेभ टु से? फालुट वी आर कमिङ। Day 4 of Sandakpur trek. Everyone is in high spirits. Last night was little difficult. It was quite cold. But I think it won't be that much. The light China bandesa. Travel it's going to be long but not that high. So it should be good. Next stop will be mostly at 1 o'clock. According to that, हामीले पेस मिलाउने छ। ल आशिष हामीले कति बजे स्टार्ट गर्यो आजको? आज 8:20 मा चाहिँ हामी हिँडेको। ओके ठिकै छ। त्यसो भने आजको हामी 13 किलोमिटर्स बाद लन्च गर्छ हैन? एप्रोक्स 30 नै हो। 30 नै भनौँ किन साढे 12 अलिकति बेसी नै हो। ल त अब आजको यात्रा फालुटतर्फको हैन हामी पहिला यहाँ बिचमा लन्च हाम्रो सबरग्राम हो। के? सबरग्राम भन्ने। सबरग्राममा त्यो त्यहाँ चाहिँ लन्च हो। त्यहाँ चाहिँ त्यहाँ चाहिँ फालुट। आज घाम लागेर एकदम तपाईहरुले देख्न सक्नुहुन्छ भ्यू कस्तो छ भनेर है। र केही समय स्टार्ट गरेपछि हामी हाम्रो दृश्यहरू यो प्रकारले देख्न थाल्यो। जसमा चाहिँ हामी एकदम मन भुलाउँदै हाम्रो गन्तव्यतर्फ बढिरहेका छौँ। अहिले चाहिँ हामी अलिकति अगाडि फेरि आउँदाखेरि अनि यहाँ घोडा भेट्यो, कालो घोडा। यो कालो घोडाको नाल लगायो भने चाहिँ नि शनि ग्रहहरूको धेरै उयो हुन्छ भन्छ है। जङ्गल यहाँ मुनि चाहिँ अघिको घोडाहरू सबै यहाँ मुनि गयो। त्यहाँ चाहिँ गोठ रहेछ है, तबेला होला सायदै। र हाम्रो चाहिँ यात्रा चलिरहेको छ, कन्टिन्यू भइरहेको छ आरामले। अहिले तेर्सो बाटोको यो अपडेट चाहिँ तेर्सो रहेको छ। एकदम आरामले चल्दैछ। आँखा चाहिँ अलिक यो हिउँले घाम लागेको बेलामा हिउँले गर्दा धेरै नै टल्किरहेको छ। आज मैले तँलाई मसँग नबोल भनेर भनेको छ। माइग्रेन हुँदाखेरि छेउमा बोल्ने सोध्ने मान्छेलाई मारिदिउँ जस्तो फिलिङ हुन्छ। मर्डरर हुनु मन छैन मलाई, इरिटेट नगर।
माइग्रेन हुँदा के हुन्छ है यसलाई माइग्रेन भइहाल्छ अनि याद हुन्छ तँ मेरो पेसेन्स टेस्ट गर्दै गर न आजको बारेमा भन्दैन अन्त यसो कहाँ गएको के देख्दैछस् यो चुट्छ यहाँ पनि याक छ तपाईँले देख्नुहुँदैछ कि छैन आम्मामा ऊ पर पुरा रहेछ ऊ माथिसम्म जाऊ यहाँ चाहिँ अनि यहाँनिर चाहिँ हेर्दाखेरि देख्दैछ कि माथि चाहिँ ग्रासल्यान्ड छ जहाँ याकहरू चलिरहेको छ रोडले चाहिँ भेजिटेसन छुट्याउँदो रहेछ भनेको नि के अब हामी आल्बर हिँडेको 4 किलोमिटर्स हामीले कभर गरिसक्यौँ त्यसपछिको नजारा चाहिँ तपाईँको यस्तो छ यस्तो छ हाई लु यहाँ पक्रेर पनि के भन्छ हिँड्दै भन्छु ल अदित्यले मेरो ब्रान्डेड ग्लोभ्स झार्दै अरे होइन मैले मलाई 300 को ग्लोभ्स 600 फर्काउँछ अरे विथ इन्ट्रेस्ट फालुट पुग्नु 15 किलोमिटर उब्रेको रहेछ अहिले हामीले बिहान सुरु गर्दाखेरि 16 थियो 19 थियो है 4 किलोमिटर्स मात्रै आलबाट 19 किलोमिटर्स मात्रै होइन तर इट्स जस्ट बिन 1.5 hours नट ब्याड त्यसो भएको छ सो 15 किलोमिटर मात्रै बाँचेको छ यहाँ देख्यो चढ्ने हो खै लड्छ अन्त आइजन हेल्प गर्न चढ होइन यता उभिन एकजना हातले यहाँ सक्छ होला सक्छ ओइ यहाँ हाम्रो उपु फालुटमाथि सालुट गर है फालुटमा सालुट गर्दैछ उपुले अन्त एज यु क्यान सी कस्तो दामी भइरहेको छ हिजोको स्नो परेकोले चाहिँ डल्लै एभ्रिथिङ इज कभर्ड राइट इट लुक्स सो म्याजेस्टिक ट्रेकिङ आएको चाहिँ इट्स बिन वर्थ इट होइन म चाहिँ के भन्छु भन्दाखेरि चाहिँ एनीबडी इफ यु हेभ अ लिटल बिट अफ स्ट्यामिना एन्ड स्ट्रेन्थ एन्ड इफ यु वान्ट टु डिस्कभर दिस काइन्ड अफ प्लेसेस गाडीबाट चाहिँ कहिले नआउनुहोस् होला इट वन्ट इभन बी वर्थ इट गाडीबाट आउँदा चाहिँ के हुन्छ भन्दा पनि इट विल जस्ट बी लाइक अ टास्क क्यु टक्कै एउटा पोइन्ट एबाट पोइन्ट बी जानुपर्छ भन्ने जस्तो मात्रै हुन्छ बट वेन यु वक एन्ड देन विथ यर फ्रेन्ड्स अल्सो त्यो चाहिँ एन्टायर जर्नी बिकम्स ब्युटिफुल यु किप अन वाचिङ अल द ब्युटिफुल सिनेरी तपाईँ सबै कुरो अब्जर्भ गर्दै जानुहुन्छ नि त त्यस्तो गर्दाखेरि चाहिँ सो इट डजन्ट बिकम अ टास्क फर यु अहिले अब जस्तै यु क्यान बी एबल टु टेल म जस्तो प्रकारले सास फेरिरहेको छु इट इज बिट डिफिकल्ट अहिलेसम्म ओह्रालो थियो डाउनहिल थियो हामी मजाले हिँडिरहेको थियो अब अप्पिल आयो अब मेरो बोल्ने स्पिड पनि कम्ती भयो होला हो बट स्टिल नो कम्प्लेन्स सच अ वन्डरफुल जर्नी very beautiful experience so grateful for my friends for making this plan and executing it successfully hey Ashri एकदम what do you have to say gadi versus trekking ma chai ke what do you say I prefer trekking hey so many benefits of trekking me too best of the best यसलाई चाहिँ यस्तो मजा आइरहेको छ कि चस्मा झरेको पनि थाहै पाएको छैन बाङ गएर यस अब चाहिँ हामी चाहिँ यो ट्रेक सकिन्छ होइन आज चाहिँ हाम्रो फालुटसम्म पुग्छ त्यहाँदेखि चाहिँ हाम्रो चाहिँ रिटर्न हुने खालको अब सफर स्टार्ट हुन्छ होइन त्यहाँदेखि हाम्रो नेक्स्ट ट्रिप चाहिँ कहाँ अरे है होइन हामी रिटर्न चाहिँ नगर्ने हामी एउटा सर्किटै गर्ने यता हाम्रो त्यहाँबाट चाहिँ सर्किटै होइन हौ हाम्रो अब घुम्नु अर्को नेपाल जाने होइन नेपाल आज चाहिँ नेक्स्ट ट्रिपको कुरा गरेको सब यहाँनिर हामी भएकोले चाहिँ चारजना चाहिँ मुस्ताङ भन्दैछ जाने हो र मिल्यो भने चाहिँ जानुपर्छ केटाहरू अब पापी नै छ हो 108 धारामा टक्कै नआएर फर्किनुहोस् 108 धारामा नआएर फर्किनुहोस् 108 धारामा चाहिँ सबसे पहिला यो आश्रयलाई नआउनुपर्छ ल भाइ किनभने चाहिँ यसले भेजिटेरियनलाई चाहिँ सुँगुरको मासु खा भन्दैछ तर साँच्चै भनेको खा भाइ पल्किन्छ सो केही हुँदैन आजकल बाहुनहरू सबैले खान्छ भाइ बाहुन भएर होइन म मासु खाँदिनँ द्याट इज द थिङ नो अनि त के हुँदैन सुँगुर चाहिँ खान बाहुनहरूले सबैले खान्छ सुँगुर चाहिँ मासु होइन सुँगुर खान्छ त बाहुनहरूले मेजोरिटी भिरमा जाँदैछ भने म पनि भिरमै जानु के हुँदैन जानु त म भिरमै हिँड्दैछु कि एकपल्ट झर्दैन के हुँदैन म चाहिँ त्यो 108 धारामा चाहिँ यो पालिसँग 2 खेप भयो होइन अब फेरि गऱ्यो भने 3 खेप हुन्छ हेर तँ पाप गर्दै नआउँदै गर्छ के फाइदा भयो ब्यालेन्स हो भाइ
यहाँको चाहिँ इलाम डिस्ट्रिक्ट पऱ्यो फेरि यताको चाहिँ फेरि यता फिदिम डिस्ट्रिक्ट पर्छ अब त्यो हामी बसेको फिदिम डिस्ट्रिक्ट पऱ्यो उनीहरू त्यो बहिनीहरू भोट लगाउनु जाँदाखेरि योबाट जानु पऱ्यो उनीहरू 16 किलोमिटर तल जानु पऱ्यो आज फालूट जा रहे हैं जी आप लोग उधर से आ रहे हैं? जी। हम लोग कल आल में रुके थे हामी चाहिँ 3.5 किलोमिटर हिँडिसक्यो अब हामी चाहिँ यहाँनिर चाहिँ उँधो हेऱ्यो भने फिदिम डिस्ट्रिक्ट अरे उहाँ गाइडज्यूले भन्नुभएको अनि यताबाट जान्छ नेपाल त हामी इन्डियाको तर्फ गएको अनि यहाँ चाहिँ के भन्दाखेरि चाहिँ यहाँ चाहिँ नेटवर्क आउँदो रहेछ अन्त सबले घरतिर फोन गरिरहेको अवस्था मनु अघि फोन गरेँ सबैलाई गरिस् एक लास्ट कल गर्नु ओके म्याम अहिले हामी कहाँ पुग्यो ठाउँको नाम पनि के हो I don't know some 14 or 15 kilometers to Falud. It's a good day. घाम पनि लाग्दैछ अलिअलि बिहान अलिकति घाम आयो तर फेरि अहिले छैन माउन्टेन रेन्ज अलिअलि देख्छ बिचमा फेरि बन्द भइहाल्छ तर कोसिस जारी छ हामी यहाँ आइपुग्यो कता आइपुग्यो कहाँ आइपुग्यो एउटा फाटक जस्तो जग्गामा आइपुग्यो हो यहाँ चाहिँ गाडीहरू पुरा हिँड्दो रहेछ एन्ड देयर आर मेनी अदर पिपल हियर ब्याक एन्ड फोर्थ अब हाम्रो पाथ्सहरू क्रस हुँदैछ हो इट्स सच अ गुड फिलिङ यस्तो जग्गामा आएर हो मजाको छ जग्गा आश्रयले मलाई घडी किन्दैन आशिषलाई सोध्न अन्त कति मिनट हामी हिँडेको कति भयो 45 मिनट्स भयो अरे सुँगुरको मासु चाख्नुहोस् ल तँलाई सुँगुर बनाइदिन्छु म तँलाई सुँगुर बनाइदिन्छु म एकखेप थ्याङ्क यू भन्छ जस्तो ओके हेभ अ गुड टाइम मलाई त त्यस्तो बोल्न आउँदैन हेलो गाइस हामी चाहिँ आदि बिच पुगेका छौँ वी आर फिलिङ सो ह्याप्पी टुडे बाटो पनि एकदम सिधा ओह्रालो हो सास फेर्नु पाएको छैन यही सुटिङ गरेको रे यस जोत्छस् तँ डिम्पल दिस क्यामेरा इज नट फर मी हेलो मलाई चाहिँ अलिक बेटर फिल भएको छ होइन अन्त डन्ठा बोक्दैछ म फिलमा बोल्छु हेलो दिस इज उपासना अहिले चाहिँ मलाई अलिक बेटर फिल भएको छ हो ए अन्त आज चाहिँ म अलिकति खुसी किन छु भन्दाखेरि चाहिँ 150 बाटो छ डाउन हिल छ अनि हल्का अपहिल छ सो इट्स फाइन प्लस आई विल शो यु वेट द भ्यू so beautiful very pretty something that camera can never capture only our eyes can even if I try to show you camera ले capture गर्दैन नि त and Yes. this friend of It is injustified. What the eyes can see, the camera can never see. bro that's what This is the most. That's what I just the said. change of words Yeah. Most mesmerizing view. It is very cool. What? Ooh, it looks like a football ground. Oh my God, it is. Imagine how good your cardio has to be to take on this goalie. We don't have any goalie now, unfortunately. हजुर त थकुम यो चाहिँ थकुम हजुर भ्याली नै हुने है हजुर भ्याली यहाँ अलिक मुनितिर चाहिँ एउटा सानो पोखरी छ त्यहाँदेखि तपाईँको यहाँ चाहिँ फेरि मे महिनामा चाहिँ उयो हुन्छ याक फेस्टिभल हुन्छ यहाँ चाहिँ यहाँनिर हजुर तल यो फुटबल पनि हुन्छ ए तपाईँको यहाँ नेपालको यहाँनिर पनि फुटबलहरू खेल्छ है हजुर नेपालको नेताहरू आउँछ तपाईँ यहाँ चाहिँ ए त्यहाँदेखि यहाँ चाहिँ धुर्मुस भन्नेहरू सबै आउँछ यहाँ कलाकार उयो के भन्छ याक फेस्टिभलमा चाहिँ के हुन्छ याक फेस्टिभलमा तपाईँ यहाँ होटलहरू हुन्छ त्यो याक ल्याउँछ याकमा चाहिँ चढाएर चाहिँ राउन्ड मारिदिन्छ ए रेसिङ जस्तो हजुर रेसिङ जस्तो तपाईँहरूले अप्पा मुभी हेर्नु भएको होला दयाङ राई है अन्त हौ त्यो मुभीमा चाहिँ बाउ छोरा टक्कै घुम्नु जान्छ होइन बाउले छोरालाई फकाउँदै घुमाउँदै गरेको जग्गा चाहिँ यो रहेछ जहाँनिर चाहिँ टक्कै यो पछाडि देख्ने डाँडाबाट सट्टै गाडी आएर होइन टक्कै यो डाँडाबाट चाहिँ उकालो जाने जग्गा अब हामी थकुन भ्याली छोडेर यता जुन चाहिँ यता घर देखिँदै गऱ्यो त्यो चाहिँ नेपालको होमस्टे
यता देखिँदै गरेको चाहिँ इन्डियाकोपट्टि यहाँ बिचमा चाहिँ गएर हामीले एसएसबी क्याम्प भेट्ने रहेछ वेदर द अपिल इज बिन जस्टिफाइड अर नट विथ दिस क्यामेरा यो चाहिँ ओभर ठाडो छ यहाँ चाहिँ तपाईँको ल्यान्ड रोभर कुद्ने गर्दछ है यो चाहिँ एकदम डाँडा छ त्यहाँनिर चाहिँ यहाँ मुनिदेखि चाहिँ आएर चाहिँ सर चट्टै माथि जानुपर्ने मेरो मुटु मेरो फोक्सो लग्यो फालुटले यो उकालीमा मार्ने रहेछ सो यहाँनिर चाहिँ थोकुम एसएसबी क्याम्प रहेछ वी हेभ कम्प्लिटेड 6 किलोमिटर्स अफ आवर ट्रेक फर टुडे अब रहेको छ 13 किलोमिटर्स यहाँ भिडियो नबना होइन भन्न के गर्नु पर्दछ यहाँ हामीले डकुमेन्ट्सहरू देखाउँदैछ चेकिङ हुन्छ होला सबैजनाको बोर्डर एरिया परेर अहिले हामीले आइडेन्टिटी कार्ड चेक गरेर सबैको भेरिफाई गरेर अब चाहिँ लागेको हामी फेरि उकालो आलदेखिको फालुटसम्मको सफरमा झन्डै 30% चाहिँ हामीले कभर गरिसक्यौँ र सायदै यहाँनिर पनि गोटै रहेछ अन्त अहिले विन्टरको सिजनमा चाहिँ तपाईँको भेडा बाख्रा चौरीहरूलाई चाहिँ हिउँमा चाहिँ अब घाँसहरू खानेकुराको एभाइबिलिटी कम्ती भएकोले गर्दाखेरि चाहिँ विन्टरको सिजनमा चाहिँ ओह्रालो औलतिर नै झार्ने गरिन्छ यहाँ पनि त्यस्तै रहेछ चौरीको गोठ जस्तो लाग्यो यहाँ चाहिँ किनभने तपाईँको यहाँनिर चाहिँ बस्ने जग्गा अलिक ठुलो बनाइदिएको रहेछ हो रहेछ यो चाहिँ चौरी गोठ यहाँभित्र मान्छे बस्ने जग्गा यो बाटोमा आउँदै गर्दाखेरि चाहिँ यहाँनिर चाहिँ हामीले एउटा दोकान भेटेको छौँ उहाँले चाहिँ यहाँनिर के बेच्नु हुँदो रहेछ हामी एकपल्ट गएर सोध्नेछौँ हेलो के बेच्नुहुन्छ सबै छ मेरोमा सबै छ घिउ छुर्पीदेखि लिएको चिजदेखि लिएको सबै पाइन्छ खाजा नास्ता सबै यहाँ चाहिँ करेन्ट टम्पम खाएर हिँड्नु छ टक्कैसँगले हाम्रो जोजोले हामीलाई यहाँसम्म ल्याउनु भयो तपाईँले मेरो भिडियोमा डेली देख्नु हुँदै होला जोजोलाई एकदम काइन्ड पर्सन आज भोलिदेखि चाहिँ हजुर भोलिदेखि छुट्टिन्छ हामी भोलिदेखि चाहिँ छुट्टिन्छ आज हाम्रो लास्ट यात्रा भइरहेको छ सँगै र यो चाहिँ चौरीको चिज रहेछ टमाटर टेस्ट गर्नुको लागि बस नुनेलो हुन्छ यो सबै मिक्स गरेको हुन्छ यो चिज चाहिँ म ट्राई गर्दैछु चौरीको चिज छुर्पी जस्तो नि दादा ठिकै छ ओह्रालो मजा आइरहेछ अब अपिल छ बट यस डाउनहिल ठिकै भयो डाउनहिल झन्डै घोडाले साह्रो पर्यो तर ठिकै छ के छ अन्त ब्रेस राम्रै छ डाउनहिल ठिकै छ होइन हाम्रो यहाँ म्याडम हाम्रो वनवास रिट्रिटको चाहिँ सिइओ co-founder Vanvas retreat we will be launching soon abo we are just in need of funds it's going to be a slow living sanctuary kind of जसलाई पनि offbeat खालके living एउटा grounded वाला मन पर्छ तिनीहरुको लागि बनिन्छ very soon and you are selling some kind of products हैन currently चाहिँ अब just to collect revenue for ourselves we have launched our achars त्यो पनि authentic Sikkimese Himalayan flavors we have dalle paste हैन जुन चाहिँ हामीले सानोदेखि खाँदै आएकोहरु हो गुन्द्रुक अचार एउटा स्ट्रीट स्टाइल लाफिङ चिली सस हो लास्ट चाहिँ चिकन अचार चिकन त तपाईहरुले मासु मात्रै खाएको होला सब्जी अचार पनि बनिन्छ दामी हुन्छ यहाँ चाहिँ हाम्रो बुबुले हाम्रो लागि मिठो चिया बनाइदिनु हुँदैछ चौरीको दुधको एकदमै आइस बो क्या तातो रहेछ नि त यहाँ त यी सुत्दिम है आज हेर्नुस् त तपाईहरुले उतातिर किन्नुहुन्छ हैन तर यो चाहिँ कति दामी रहेछ हेर्नुस् न यो चाहिँ कहाँ पाउँछ किन्नुको लागि यो चाहिँ हामीले यो संस्थाले दिँदो रहेछ नि यता त है किन्नु पर्यो भने त 90,000 भन्दै थियो किन्नु पर्दा पनि यो हामीले आधा पैसा बोक्नुपर्छ यसमा 35,000 हामीले निकालेको नेपालको 35,000 यसो हामीले किन्नु पर्यो भने चाहिँ कसरी मिलाउँ यो त उही काठमाडौँमै अर्डर गर्नुपर्छ
अरे अरे भाइ कतिखेर आइपुग्यो अरे आगो तपाईँ यहाँ यहाँ चाहिँ हाम्रो यस्तो पाराले चल्छ लाइफ चाहिँ अब यस्तै छ जिन्दगी के गर्नु आउँदै गर्नु यहाँ चाहिँ अन्त अब हामी इन द मिडल अफ नो वेयर होइन हामी यस्तो टेन्टमा आएको चाहिँ यहाँ चाहिँ कस्तो हुँदो रहेछ अलिकति एक्सपिरियन्स भन्नुहोस् त सिलगढी यहाँ चाहिँ इन द मिडल अफ नो वेयर यो खालको टेन्टमा चाहिँ अब एकदम नयाँ फिल भइरहेको छ होइन एकदम फेरि बाहिर जाडो यहाँभित्र चाहिँ तातो त्यही माथि हामीले चाहिँ यस्तो चिजहरू पायो यो हेरौँ यो चाहिँ चौरीको एकदम प्योर चिज अन्त यो हामीले किनेको छ अलिकति अमिलो अमिलो चाहिँ हुँदो रहेछ यहाँ चाहिँ यस्तो अङ्गेटी रहेछ अङ्गेटी भन्छ नि यसलाई गाडी यहाँबाट चाहिँ म निस्किने यहाँ चाहिँ एकजना दाजु बस्नु हुँदो रहेछ यो चाहिँ एकदम यो चाहिँ हेर्दाखेरि पनि कस्तो कस्तो मङ्गोलिया स्टाइलको बनाएको रहेछ दिस इज लिटरली इन द मिडल अफ नो वेयर एकदम यहाँनिर यस्तो छ यहाँनिर हामी एकछिन चिया खानु बसेको थियौँ र अब यहाँनिर चिया खायो ओऱ्यो होइन कफी सबै पाउँदो रहेछ आफ्टर दिस हामी फेरि अब स्टिल हाम्रो 3 मोर किलोमिटर्स छ गर्नुपर्ने धेरै माथि आएपछिको चाहिँ दृश्य चाहिँ यो पाराले छ आज चाहिँ लामो ट्रेक भएकोले गर्दाखेरि बेसी फुटेजहरू लिएको छुइनँ जस्ट अलिअलि चाहिँदो मात्रै होइन के भन्छस् हो एउटा ऱ्याप सुनिदिनु ऱ्याप छैन मलाई ऱ्याप आउँदैन नि दोरी हे आउँदैन हौ मलाई दोरीहरू लु न स्टार्ट गरिहालिस् नगर्नु चाहिँ गर्नु अब तैँले मलाई सोच्नु दिएको भए अघि भन्न भनेको भए म भन्नु त्यतिसँग त यो सोच्दै हो अब हामी कति टाइममा लन्च गर्छ तपाईँको अब हाफ किलोमिटर छ अब आज हामीसँगै बस्नुहुन्छ नि हजुर बास मैले सोचेकै छुइनँ म यहाँ माथि ढुङ्गा हेरेको माथि ढुङ्गा हेर त जुम पनि हुँदैन होला तर नाइस हामी सगम्बु खोज्नुपर्छ हो अहिले त बेला हो कि होइन तर कोटाइ निकाल्नु चाहिँ पर्ने साह्रै छेउमा भएको उयो देखिरहेको केही भन्नु छैन हसे दोरी हामी यहाँबाट आएको उयो देखिरहेको छ हिउँ परेको यहाँ कति मिटर छ अरे 500 मिटर 400 मिटर चाहिँ रहेछ पुगिहाल्नु भोक लागेर कस्तो भइसक्यो भोक लाग्यो भेरी भेरी तँलाई मलाई लागेको छैन भाइले एउटा चको पाइदियो खाएँ हो अलिक एनर्जी आयो भोक लागेको छैन तँलाई हल्का ओइ डिम्पल तेरो कस्टम त ओभर छ त हौ यता फर्किँदा फेरि के यो त के भइदियो आम्बो अचानक यो त अर्कै भइदियो त अन्त अचानक अर्कै भइदियो यहाँ चाहिँ नि पहिला चाहिँ म चाहिँ 100 वटा चौरी लिएर आएको थिएन चढाउनु फेरि अल्छी लगाएर गएको घर फ्याँको त है खोइ तेरो चौरी चाहिँ कहाँ पुगेछ काटेर खाइदिए मैले त्यही छोड्न आँटिरहेको थिएँ म किन्छु होला मेरो चोइस यस्तो हुन्छ होला कस्तो हुन्छ अब मेरोमा त यहाँ सबले खिल्ली गरिहाल्थ्यो नि केटाहरूले घरि पनि कुनै के भन्छ अब झन्डै पिलपिले भन्छ के भनेको छुइनँ मैले त धुर्मुसे झापे चाहिँ हो कि लु केटा तिमीहरू आफै भन होइन म एक्सेप्ट गर्छु मलाई त्यो फेसन सो मैले पनि राम्रो लुगा त लगाएको थिइनँ त्यो दिन बाइक कुदाएर आउँछु म यस्तो भइदिएको यस्तो भएको मान्छे चाहिँ यसरी हेरिदिएको होइन केटा रेडी नभएको अमेरिकन ड्याड क्रुज पेट हुन्छ नि के भन्छ ललित अहिले चाहिँ हामी सदरमुकाम स्टेइङ पोइन्ट पुग्यौँ यहाँदेखि चाहिँ यहीँ तल चाहिँ हाम्रो लन्च हुनेवाला छ ल अहिले भने चाहिँ हामी हाम्रो लन्च गर्ने जग्गा पुगिसक्यौँ कम टु माई स्टेइङ पोइन्ट वेलकम टु माई स्टेइङ पोइन्ट हामी लन्च गरेको जग्गादेखि 5-10 मिनट हिँडेपछि चाहिँ हामी यहाँबाट दो बाटोमा आइपुगिसकेको छौँ भने गुड मेमोरिज अलवेज के भन्छ रिमेन्स भनेको जस्तै भइसक्यो अब चाहिँ बोलाउनु जोजाले
ठुलोले भनेको मान्नु कि आफै जान्नु सुनेको ठुलो अङ्कलले भनेको चाहिँ मान्छु I believe in experts. म अङ्कलै हो तिमी हुँदै गरेको अङ्कल हो अङ्कल चाहिँ भइसकेको अङ्कल हो अब पानी पर्न आँटेको छु गेटिङ प्रिपेयर प्यान्ट पनि लगाइदिउँ ल म चाहिँ यहाँ मेरो पन्चो खोज्दैछु पन्चोले त पानी परेर पानीले कुट्छ जस्तो छ अहिले हेर्दा अलिक टोपी छोपेको छैन रहेछ अब चाहिँ छोपियो हो यसो गर्नुपर्छ यो चाहिँ यस्तो चिज गरेर All set. All set. ल बाबै घोडा कराको है आइपुग्यो भने त याङतारू गोट स्टे हालेलुङ 3 सिमाना मासु काट्नेलाई के भन्छ मासु काट्नेलाई कसै के कसै काटेको यहाँ चाहिँ बुचर आमा बुचर र यो बाटो हिँड्दाखेरि चाहिँ एकदम तीर्थयात्रा या माउन्टेनियरिङ बेस क्याम्पतिर जाँदै गरेको जस्तो अनुभव भइरहेको छ र आजको लागि भने हामी हाम्रो स्टे पुगिसकेको छ भोलिको यहाँ वेदर कतिको खुल्ला रहन्छ होइन त्यो अनुसारले चाहिँ हामी तपाईँहरूलाई देखाउँछ ओके आजको लागि चाहिँ यति नै